जुम्लामा हाउ गरेर आएको जस्तो होइन, इतिहास पढेर आऊ। बहस गर्ने भने आउनुहोस् न पढेर। के भन्नु पाइन्छ मलाई थाहा छ। इतिहास पढेर आउने, इतिहास पढेर मसँग बहस गरेर आउने। मिस्टर, जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोटपर्वको जन्मेको होइन। राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ, बास यति हो। बाँदर मुडे घटना याद छ? दिनाथ अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन्। यसको जवाब चाहिन्छ कि चाहिँदैन? आमाको पेटबाट जन्मेको बच्चालाई फेरि आमाको पेटमा पठाउन सकिँदैन। राजा सहितको प्रजातन्त्र चाहिन्छ। खुला बहस गर्न हामी तयार छौँ। आउनुहोस् न बहस गरौँ। मदन भण्डारीको हत्या कसले गर्यो? त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो? त्यसको जवाफ यो संसदलाई चाहिन्छ। सम्माननीय सभामुख महोदय, केही दिनदेखि केही साथीहरू यो व्यवस्था जोगाउनुपर्छ भनेर धेरै